बदलिदो संस्कृति अनि त्यो बदलावसँगै निम्तिएका विकृतिहरू, यो सबै परिवर्तनले निम्ता स्क्वायरतर्फ 1 रनको लागि रनआउटको चान्स हुन सक्छ यहाँ र मिसफिल्ड हुन पुगेको छ। त्यहाँ बल जानेछ ओभरथ्रो बाउन्ड्रीको लागि। यहाँ 4 रनको लाभ भएको छ। 1 रन कुदेर लिएका छन्। यो 5 रन हुनेछ। ब्याट्सम्यानको खातामा 5 रन। लो बोल्ड गर्न पुगेका छन् यहाँ नरेन साउदले इमरान शेखलाई। क्लिन बोल्ड। पहिलो विकेटको क्षति भएको छ। यहाँ पूर्वेली सुपर किङ्सले आफ्नो पहिलो विकेट गुमाएको छ। नरेन साउदले दिलाएका छन् सफलता। राम्रोसँग लफ्ट गरिदिएका छन् यहाँ फाइनल लेगको दिशामा र 4 रन प्राप्त भएको छ पूर्वेली सुपर किङ्सलाई चिराग शाहको ब्याटबाट। राम्रो मुभ गराएका थिए बल यहाँ र पहिलो बलमै सफलता दिलाउन सफल भएका छन्। लेगबाट बल हल्का बाहिर निक्लेको थियो, अफ स्टिकभन्दा बाहिर, जसलाई ब्याटको एज लिएर सिधै किपरको हातमा पुर्याइदिएका छन् र पहिलो विकेट दिलाएका छन् आफ्नो पहिलो बलमै रुपेश सिंहले। उठाएर खेल्दैका छन् यहाँ मिडविकेट लगाउनको दिशामा र यो 4 रन प्राप्त भएको छ। यहाँ अगाडिबाट खेलेका छन् र मिस गर्न पुगेर सोझै किपरले त्यसलाई आफ्नो ग्लभ्सले स्टम्पिङ गरिदिएका छन्। राम्रो ग्यादर र राम्रो स्टम्पिङ देख्न पाइयो। पूर्वेली सुपर किङ्सलाई अर्को झट्का लागेको छ। यहाँ फिल्डरले सर्ट पिच बल उठाएर खेलिदिएका छन्। यहाँ लङ अनको दिशामा चुकेका छन् र 1 बाउन्स चौका बाउन्ड्रीतर्फ। अन्तिम ओभरमा आइपुग्दा फेरि विकेट विहीन छन् तर रन चेक गरेका छन् उनले। फेरि उठाएर खेलिदिएका छन्। यहाँ फिल्डर तैनात। फिल्डरद्वारा मिसफिल्ड हुनु पुगेको छ र यहाँ छक्का हुन पुगेको छ। सोझै हातमा पुगेको थियो बल तर पावर बलमा जति बल त्यति रन। पावर बल भनेको मिसफिल्ड हुन पुगेको छ। यहाँ थ्रो ओभर फाल्नेछन्। देथो बलिङ यो पटक उठाएर खेलिदिए। सिधा साइड स्क्रिन तर्फ जानेछ बल 6 रनको लागि। उठाएर खेलिदिए। ओभर पोइन्ट बल जानेछ सिधा बाउन्ड्री लाइन बाहिर। पलान बिउल सप्तरी टाइगर्स यो पटक सन्दीप जोराको ब्याटबाट सिधा 6 रनको लागि। फेरि पनि यो रिभर्स हिट। यो पटक राम्रो टाइमिङ र 6 रनको लागि जानेछ बल। सन्दीप जोरा छक्कामा मात्र डिल गरिरहेका छन्। विकेट गए तापनि एउटा सफल ओभर आएको छ पूर्वेली सुपर किङ्सको दृष्टिकोणबाट। यो पटक निकै नै उत्कृष्ट ड्राइभ। गजियस 50+ को स्कोर। यो पटक उठाएर खेलिदिए। फिल्डर त तैनात छन् र सहज क्याच। सन्दीपले फर्कनु पर्नेछ पवेलियन तर्फ। यो पटक सिधा बाउन्ड्री लाइन बाहिर 6 रनको लागि। श्रवण यादव ड्रेसिङ रुमबाटै सेट भएर आएका। बल 2 रन लिने प्रयास पक्कै पनि हुनेछ। रन आउटको मौका। ओहो मिसफिल्ड। त्यो विकेट किपरले त्यो बललाई नियन्त्रणमा राख्न सकेनन्। 2 रन पुरा भएको छ। 142 रन बोर्डमा बनाएको छ पूर्वेली सुपर किङ्सले निर्धारित 20 ओभरको खेलमा। 143 रनको लक्ष्य पछ्याउनु पर्नेछ आफ्नो अभिजित यात्रालाई कायम गर्नलाई बलान बिहुल सप्तरी टाइगर्सले। पहिलो इनिङको समाप्ति भएको छ। पूर्वेली सुपर किङ्स टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको थियो र 20 ओभर पश्चात स्कोर 142 रन। यो ब्याटिङ कार्ड हामी हेर्न सक्छौँ। इमरान शेख राम्रो स्टार्ट त पाए तर त्यसलाई कन्भर्ट गर्न सकेनन्। सुमन गतराज केही स्ट्रगल गरेका थिए बिचमा एकछिन। अर्जुन साउद र देवान पुन बिच एउटा राम्रो साझेदारी त जुर्मुराएको थियो तर त्यो फिनिस पनि गर्न सकेनन्। सन्दीप जोराबाट क्यामियो आएको थियो। त्यस पश्चात श्रवण यादवको त्यो छक्का आकर्षक छक्काले 142 रनको स्कोर बनाउन सफल भएको छ। 6 विकेट गुमाएर पूर्वेली सुपर किङ्स।
रन एक्स्ट्रामा आएको थियो। बलिङ कार्ड हामी हेर्न सक्छौँ। रामनरेश गिरी, विशाल पटेल, अभिषेक गौतम सबैले समान एक विकेट प्राप्त गरेका छौँ। नरेन साउथको खातामा 2 विकेट आएको छ भने त्यति इकोनोमिकल रहेनन् त्यहाँ नरेन साउथ। विशाल सुस्लिङले इकोनोमिकल बलिङ गरे र यससँगै 20 ओभरको निर्धारित खेलमा 142 रन बनाउन सफल भएको छ पूर्वेली सुपर किङ्स। बलान ब्युलको रन चेज लिएर हामी केही बेरमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि कास्टोमार्ट अफ गोल्ड र टिम 11 को युट्युब च्यानल हेरिरहनुहोला। धन्यवाद। दोस्रो इनिङ्स सुरु भएको छ। बालन बिहुल सप्तरी टाइगर्सले 143 रन बनाउनु पर्नेछ 20 ओभरमा जितको लागि र आफ्नो अपराजित यात्रा निरन्तर राख्नको लागि सामना गर्नेछन् ललित राजवंशीको सुभाष कंसकारले। दोस्रो पारीको पहिलो बल स्विप गर्न खोजेको थिए यहाँ र पहिलो बलमै सफलता मिलेको छ। ललित राजवंशीलाई बलान बिहुल सप्तरीको पहिलो विकेट पहिलो बलमै खस्न पुगेको छ। यहाँ 0 को स्कोरमा फुल टस बल यहाँ त्यसको लाभ उठाएका छन् र सोझै छक्का। यो छक्का राम्रो आकर्षक थियो हेर्नको लागि। 6 रन दिलाएका छन् यहाँ ललित राजवंशी। उठाएर खेल्दैका छन् यहाँ फिल्डर मुनतिर र सोझै फिल्डरको हातमा दिन पुगेका छन्। दोस्रो झट्का लागेको छ यहाँ बलान बिहुललाई सफलता दिलाएका छन् ललित राजवंशीले। सप्तरीको स्कोर 2 विकेटको क्षतिमा 9 रन। राम्रो फ्लिप गर्न खोजेका थिए यहाँ र अर्को झट्का लागेको छ बालन टाइगर्सको लागि सफलता दिलाएका छन् दिनेश अधिकारीले। राम्रो बल थियो यहाँ। बायाँ हाते बलरलाई यो बललाई बाउन्ड्री बारी पुर्याइदिएका छन्। 4 रन लाभ भएको छ यहाँ। हल्का सर्ट पिच बल थियो ब्याकफुटमा गएर लङ अनको दिशामा पञ्च गरिदिए। उठाएर खेल्दैका थिए यहाँ कभरको दिशामा अर्निको यादवले। सम्भवतः यो पटक उठाएर खेलिदिए। फाइन लेगतर्फ बल जानेछ 4 रनको लागि। कुनै पनि मौका थिएन त्यहाँ फिल्डरलाई छिने प्रयास गरिरहेका छन्। यो पटक निकै नै दमदार सट कबो बाउन्ड्रीतर्फ 4 रनको लागि। आजको दोस्रो खेल रहेको छ। यो पटक 4 रनको लागि गएको छ। फेरि पनि बल निकै नै राम्रो ओभर यहाँ बलान बिहुल सप्तरी टाइगर्सको दृष्टिकोणबाट आधी बाटो तय भएको छ। विकेट उत्कृष्ट सट फाइन लेगतर्फ राम्रो रिस्ट वर्क त्यहाँ नरेन साउथको। राम्रो उठाएर खेलेका छन् मिड विकेटको दिशामा र यो छक्का हुन पुगेको छ दिएका छन्। सर्ट पिच बल थियो उठाएर खेलिदिए अलिकति गर्दैछन्। उठाएर खेल्दैका छन् यहाँ बल हावामा छ। यहाँ फिल्डर मुनतिर हेरौँ के हुनेछ। यहाँ उनको हातबाट छुटेको छ र यो बल हल्का स्विप गरिदिएका थिए यहाँ र अर्को विकेट झर्न पुगेको छ। यहाँ रनआउट हुन पुगेका छन् विशाल सुस्लिङ। राम्रो बल उठाएर खेल्दैका छन् यहाँ। एउटा ठुलो छक्का देख्न पाइयो। राम्रो बलिङ यहाँ। अर्को विकेटको पतन भएको छ। 7औं विकेट गुमाएको छ यहाँ र यो स्विङ कनेक्ट भएको छ यहाँ। सोझो चौकाको लागि एउटा फ्ल्याट सिक्स देख्न पाइएको छ यहाँ। राम्रो सर्ट यहाँ खेलेका छन्। स्क्वायर कप 4 रनको लागि बाहिर पठाइदिएका छन्। उठाएर खेल्दैका थिए यहाँ फाइनलको दिशामा छक्काको लागि। यस्तै ठुल्ठुला सर्टको आवश्यकता छ यहाँ।
नो बलको पूर्ण रूपमा फाइदा उठाएका छन् र उही दिशामा फेरि छक्काको लागि बललाई पुर्याइदिएका छन्। यहाँ ठुलो अर्को हिट देख्न पाइएको छ। यहाँ छक्का फेरि फ्लिक गरेका छन् यहाँ लङ्गनको दिशामा र सोझै फिल्डरको हातमा 8औं विकेटको पतन भएको छ। बलान बिहुल सप्तरी टाइगर्सको लफ्ट गरेर खेलिरहेका छन् यहाँ थर्ड म्यानको दिशामा र अर्को विकेटको पतन भएको छ। यहाँ बलान बिहुल सप्तरी टाइगर्सको 9 विकेट झरेको छ। रुपेश सिंहले आफ्नो विकेट सुम्पेका छन्। टाइगर्सलाई भने पूर्वेलीलाई 1 विकेट उठाएर खेलिरहेका छन्। बल हावामा छ। यहाँ फिल्डर मुनि दौडेर आइरहेका छन्। जे पनि हुनसक्छ। यहाँ क्याच हुनसक्छ भने ड्रप भएको छ। यहाँ फिल्डरले मिस गरेका छन्। यहाँ क्याच यहाँ सफलता हुन सक्थ्यो, विजयको विकेट हुन सक्थ्यो त्यो, तर यहाँ फेरि स्टेप आउट गरेर खेलिरहेका छन्। यो बल जानेछ सिधै 6 रनको लागि। सुपर राम्रो शट तर थम्बल भएको छ। यहाँ डाइरेक्ट हिट भएको छ यहाँ, तर ब्याट्सम्यान सुरक्षित घरमा। दर्शकवृन्द उनले के गर्नेछन्? राम नरेश गिरी नायक साबित हुन्छन् कि उनले आउन साथ 10 बलमा विस्फोटक ब्याटिङ गरेका छन्। 17 रन बनाएका छन्। यहाँ 170% 1.7 यहाँ जे पनि हुनसक्छ। 170% स्ट्राइक रेट छ यहाँ उनको। कता लानेछन् आफ्नो टिमलाई? अन्तिम बल स्विङ एन्ड मिस हुन पुगेको छ, तर यहाँ विस्फोट हुन पुगेको छ र बल यहाँ बाउन्ड्री पारी गएको छ। 4 रन यहाँ बलान बिहुल सप्तरी टाइगर्सले म्याच जितेको छ। दर्शकवृन्द यहाँ बाईले गर्दा फेरि म्याच जित्न सफल भएको छ बलान बिहुल सप्तरी टाइगर्स र म्याच उनीहरूको पोल्टामा गएको छ। दर्शकवृन्द निकै नै रोमाञ्चक थियो म्याच। यहाँ गजबको म्याच हेर्न पाइयो। यहाँ ब्याट्सम्यानको ब्याटबाट आएन, तर अतिरिक्त आयो। अ विन इज अलवेज अ विन। जसरी आओस्, जित भनेको जित हो, विजय भनेको विजय हो। दर्शकवृन्द पूर्वेली सुपर किङ्सलाई 1 विकेटले हराउन सफल भएको छ। बलान बिहुल सप्तरी टाइगर्सले हारिसकेको म्याच आफ्नो पोल्टामा पारेको छ। पूर्वेली सुपर किङ्सलाई निराश तुल्याएको छ, जबकि पूर्वेली सुपर किङ्सले अत्यन्त बेजोड बेविशाल म्याचको नमुना दिए। हामीहरूलाई उति नै मेहनतले बलिङ गरे, कसिला बलिङ गरे। क्रमिक रूपमा आफ्नो कप्तानलाई बलरहरूले विकेट दिइराखे। कप्तान स्वयंले 2 ओभर मेडन राखेका थिए र विकेट पनि लिएका थिए। र यहाँ स्कोर कार्ड हामीले यहाँ शुभकाङ्क्षाकार पहिलो बलमा आउट हुन पुगेका थिए रोहन विक। कप्तान स्वयं बलान बिहुलका उनले 9 बल खेलेर 1 रन मात्र बनाए। मोइन यादवले 9 बलमा 8 रन बनाए। अर्निको यादवले 12 बलमा 16 रनका इनिङ्स खेले। अमित श्रेष्ठले 9 बलमा 7 रन बनाए। सुस्लिङ निकै बेर क्रिजमा रहेर 32 बल खेलेर 24 रन बनाए। नरेन साउद यस्ता ब्याट्सम्यान थिए जसले रन धेरै बनाए बलभन्दा। विशाल पटेल 3 बल खेलेर 2 रन बनाए। रुपेश सिंह 9 बलमा 13 रन बनाए। नरेश गिरी आउन साथ विस्फोटक ब्याटिङ गरे र टिमलाई यो अवस्थासम्म पुर्याए। 11 बलमा 21 रन बनाएका थिए। उनलाई अन्तिममा साथ दिन आए अविशेष गौतम 2 बल खेलेर 2 रनमा। त्यस्तै ललित राजवंशीले जो कोशी यस प्रिमियर लिगमा पूर्वेली सुपर किङ्सका तर्फबाट क्याप्टेन समेत हुनु, उनले 4 ओभर बलिङ गरेर 2 विकेट लिन सफल भए। केवल 22 रन खर्चे उनले। सौगात भट्टराई विकेट विन रहे, तर कसिलो बलिङ गरे उनले। 7 रन मात्र दिए आफ्नो 2 ओभरमा। दिनेश अधिकारीले 4 ओभरको कोटा बलिङ गरे, 38 रन दिए, तर महत्त्वपूर्ण 4 विकेट लिएका थिए उनले। दिवान पुन 4 ओभरमा विकेट विन रहे, 14 रन मात्र दिए। मुकुन्द यादव 14 ओभर माफ गर्नुहोला 4 ओभरमा 12 रन दिए, पुनः माफ गर्नुहोला 34 रन दिए, 2 विकेट लिए। सरुण यादव 1 ओभर गरे, 11 रन दिए। इमरान शेखले 1 ओभरमा त्यस्तै 7 रन दिए। बलान बिहुल सप्तरी टाइगरले 1 विकेटले म्याच जितेको छ। यो अन्तिममा एक्स्ट्राको रूपमा आएको थियो विजयी रन।